यो बाहुनको छोराले गरेको सुँगुरलाई चारो पकाएर यस्तो भएको अरे पचेन नि त अलि पच्ने खालको काम गर्नु पर्यो नि त। हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म हजुरहरूलाई एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। यहाँ भिडियोमा देख्न सक्नुहुन्छ बिजुली सर्ट भएर चाहिँ आगो लागि भएको छ। टाइममै एमसिबी बन्द गरेको कारणले धेरै क्षति चाहिँ हुन पाएको छैन भने जक्सन बक्स चाहिँ डढेर ढुट्टो भएको छ। अझ हामी यो रिपेयर गर्न गइरहेको छौँ। के कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। कतै तपाईँको घरमा त यस्तो भइरहेको छैन, के कारणले यस्तो हुन्छ त्यो कुरा पनि भन्नेछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। कतै तपाईँहरूले पनि आफूलाई चाहिने क्षमताभन्दा बढी पावरको एमसिबी त राख्नु भएको छैन, अनि तपाईँहरूको घरमा कति पावर चल्छ त्यो अनुसारले क्यालकुलेट गरेर तारहरू हाल्नु भएको छ कि छैन त। तपाईँहरूको वायरिङमा कतै लुज कनेक्सन त छैन, लुज कनेक्सनको कारणले पनि यस्तो हुनसक्छ। कतै वायरिङको क्षमताभन्दा बढी पावर त चलाइराख्नु भएको छैन तपाईँहरूले। यस कुरामा विशेष ध्यान दिनु होला, मानवीय क्षति नहोस्। ल अब हामी चाहिँ यहाँ एमसिबी फिट गर्दैछौँ। पहिला एमसिबीहरू केही थिएन, जस्ट जक्सन बक्स मात्रै थियो। जक्सन बक्सबाट डाइरेक्ट लाइनहरू तान्ने, अनि इन्डक्सन चुलोहरू हाई पावरहरू चलाएको कारणले चाहिँ यस्तो भएको थियो। अब हामीले एमसिबी फिट गर्दैछौँ। एमसिबी फिट गरिसकेर चाहिँ च्याट्ट पारेर यो वायरिङलाई चाहिँ एमसिबीले चाहिँ सुरक्षित बनाउने काम गर्छ। यदि सर्ट सर्क्युट र ओभरलोड भएको खण्डमा चाहिँ एमसिबी आफै ट्रिप भएर हजुरको घरको वायरिङलाई सुरक्षित बनाउने गर्दछ। त्यही भएर अब हामीले टक्क लगाइसक्यो। एमसिबी पनि देख्न सक्नुहुन्छ, ठ्याक्क पारेर लगायौँ। अब जाँदा जाँदै हजुरहरूको घरमा एमसिबी लागेको छ कि छैन प्लिज कमेन्ट गर्नु होला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।